guys, welcome back again to my another vlog. Another episode भनेको next day को कति दिन पछिको vlog है. एकदम काम बत्ती हानिरहेको छु यो vlog हान्ने भनेर. अब मेरो बिस्तारै 300k फलोअर पुग्दैछ सब्स्क्राइबर. 300k मा 1% 2% ले पुरै खै भ्लग हाल्नु पर्यो भनेर म भन्दा चाहिँ मलाई एकदम भित्रैबाट भ्लग बनाएर हालौँ जस्तो हुन्छ. त्यही भएर म आज राति सुत्दै नसुतिकन पनि एक्टिभ भएर बिहान उठेर स्याउ खाँदै म भ्लग बनाउँदैछु. अब हामी चाहिँ पुरै कहाँ लाग्छ हामी चिबा सोल्टीको मुखमा चिबै छ है. तपाईँको मुखमा नि उहाँ हुनुहुन्छ मेरो ह्यान्डसम सोल्टी. इज अल्सो सिङ्गल. देखाउनु हामीले पुरै हाइवे चढिसकेको छ. अझ पैसा तिरेर चढेर एकदम इम्पोर्टेन्ट काम छ होइन. भ्लगमा अहिले बिस्तारै देखाउँला एकदम इम्पोर्टेन्ट काम भनेको के रहेछ भनेर. त्यही भएर म पैसा खर्च गरेर म हाइवेबाट जाँदैछु आज. यो मैले चाहिँ गिफ्ट ल्याइदिँदैछु है. चिनी अनि त्यसपछि मैले एउटा के ल्याइदिन्छु भने गिफ्ट. यो गिफ्ट पाउने मान्छे डाबर लाल रेड मन्जन है. एन्ड दिस भिडियो इज नट स्पोन्सर्ड बाई रेड डाबर लाल रेड. अनि उहाँलाई रुगासुगा लाग्न सक्छ भनेर मैले पुरै क्वालिटीमा कता सकेँ. गाडी कति धेरै यति बिहान नि हामी चाहिँ एउटा यस्तो खाली पार्किङमा आयो कि बल जताततै पार्किङ. अनि यहाँ चाहिँ भ्यू चाहिँ क्या दामी रहेछ. आज यहाँ आज चाहिँ दिउँसोभरि रातभरि नसुतेको कस्तो भयो होला. हामी चाहिँ जान्छौँ अब. त्यहाँ जान्छ हामी. त्यहाँ चुडा लम्चोटी तावा खान चाहिँ पनि रहेछ है. कति मजाको दामी छ. हे हिउँ पर्यो हिमालमा. सोल्टी लाइफ त ब्यान्ड भयो त सोल्टी. जिन्दगी सक्यो. तपाईँलाई चाहिँ टाइममा सुन्नु भएन. अब के गर्नुहुन्छ सोल्टी? के गर्नु सोल्टी अब युट्युब चलाउने बस्ने अब अर्काको लागि हेर्ने. अब भ्लगर हो सोल्टी. अब भ्लगतिर जाने अब युट्युबतिर गयो टिकटकको दिन. अब टिकटक सकियो. यहीँ भ्लगबाट इन्जोय गर्नु होला है त. हामी ड्याम भएको ठाउँमा आयौँ है. बाटोमा यस्तो ड्याम छ. यो ड्याम आचाखु माछाखो जुकुजुकु के भन्ने नाम रहेछ. तर पहिरो होला है. मैसम्म छ तर अन्त त्यत्रो त्यो ड्यामको त्यो उस्तो त्यो कति अग्लो थियो है. हामी दुईजना सोल्टी चाहिँ पछाडि नाच्छन् के नाच्छन् मान्छेहरू. आएको मान्छे यस्तो सुत्यो. सोल्टीको नाइट म पनि अब सुत्छु एकछिन है. बाटो त निस्केर खिच न. गाडी छ केटाको टाइम छ. प्यासेन्जरहरू आज एकदम रमाइलो भइरहेको छ. अब मलाई एकदम गाडी चलाउनु नपर्दा त मलाई त स्वर्ग जस्तो भयो आज. हजुर
आम्मामा यो जङ्गल यो जङ्गल के हो यो जान चाहिँ कहाँ जाने रहेछ बाटो यो जम्मेन तलसम्म गाडी जाँदो रहेछ अझै ओ स्की जाने हो के यहाँ त हिमाल आइरहेको त है कहाँ ओ अब यो चिनेको कस्तो मान्छे छ त चिनेको मान्छे जस्तो छ त कहाँ नि हो उतापट्टि हो यहाँबाट छिर्छ कि छिर्दैन यो ठ्याक्क यो बिल्डिङ छ नि त्यसको उतापट्टि हाम्रो त्यो हो क्या रियो हो क्या खासै उताबाट आउनु पर्ने हो अब उताबाट घुमेर आउनु फेरि तपाईँले चिन्नुहुन्न होला भनेर मैले यतै बोलाएको कि यहाँबाट छिर्न त छिर्छ कि छिर्दैन छिर्छ होला भाग्यो मान्छे भाग्यो चोरी जाऊ त हिल ठाउँमा आयो यहाँ त साकुरा बल्ल फुल्दो रहेछ त्यहाँ पनि साकुरा फुलिरहेछ बल्ल साकुरा फुलिरहेछ है रहेछ कि के रहेछ त्यो स्ट्रिट ल्याम्प खतरा छ है यहाँ बढी त्यस टर्बाइन खतरा छ त यो घुमा कसले घुमा यो पानीले घुमा वाटर मिल के भन्छ यसलाई खतरा छ है तर के चाहिँ घुमेको ए भेना हेर्नु त्यहाँ त राखेको साग सब हरा रङ साग हो त पानी मात्र नहोला नि त्यो ग्यासोलिनले युज गरेर होला नि त आजको मेन सरप्राइज भनेको चाहिँ यता दादालाई भेट्न है वेलकम ब्याक टु माई ब्लग के छ दादा यस्तो गाउँ खतरा बसेर पिस रहेछ बोलेको केही सुन्दैन ठ्याक्क 12 बजी कपाल बिग्रेछ यार हेर्छ मान्छे कपाल बिहानै हिँड्यो होला 7 बजे 6 बजे 7 बजीतिर हिँड्ने हामी अनि यहाँ त के हो यो त पुरै यो पाकिस्तानी ड्रेस देखेछ त खतरा छैन ओके बढी आज हामी अच्छा नहीं हो रही है अब अगर मिठी मिठी पाके छ खाइ दिन्छ केही पर्दैन के ले दे ल यत्रो क्यामेरा यसो क्यामेरा जाडो छ नि दादालाई हामीले पुरै गिफ्ट लिएर आइदिन्छ चिन्ता नगर्नुहोस् दादा भनेर आएको टुथपेस्ट पनि डाबर लाल रेड भन्छ नेपालको है एकदम झिक डाबर र वनसनको पानी गनाउँछ भनेर हामी चाहिँ अब चाहिँ भोक लागेर खाना खान जानु लाग्छ यहाँ माया त यहीँ छ हिउँ कस्तो त्यहाँबाट दामी भिडियो थियो साकुरा हामी बल्ल फुल्दै रहेछ यता त सब धेरै यस्तो मान्छेहरू त नागातिर जानु रहेछ त्यतिखेर घटना यो हिरा यो नमोरी ल पानी उगाडी ठ्याक्क ल काम गर्ने ठाउँमा आएँ राम्रो रहेछ त्यहाँ स्टाफ आफ्नो स्टाफको पुरै साइन बिकी स्टाफ भएर आउँदा पुरै के छ हामीलाई सुविधा हेरौँ अब के गर्छ दादाले सुविधा ल स्टाफले थाहा छैन बिचमा पुरै के देखिन्छ पादिन त फाइदा हुने रहेछ यहाँ विच वान इज फेमस यो के अरे जापानको टप 5 भित्र पर्दो रहेछ के त्यो ए घिउ पो भने के रहेछ भने पुरै क्यामेरा ब्याड न्युज यस्तो मिठो खाने भनेर आएको के गर्नु 15 जना भन्दा बढी छ हो होइन त खाना खानुलाई कुर्नु पर्ने हो माछा चिखाने 2 घन्टा लेखेछ अनि शरीरलाई गाइस भन्दै अब कम्बिनीको बोको बार्ने हो कम्बिनी छैन है कम्बिनी होइन त्यहाँ रामेन छ कि त्यहाँ खाने सल्ली भोकै बस्छ नखाने चाहिँ भोको बस्ने यहाँबाट निस्क ओ यहाँ त खतरा सर्प रहेछ के गर्नु खानु पाएन यहाँ सर्प रहेछ यहाँ चाहिँ बाघ रहेछ वा 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 वा
यस्तो निस्किने बित्तिकै यस्तो दामी भएछ है किलिक्क टल्केर दामी देखिँदैछ है यहाँबाट त नेक्स्टमा फेरि अघि जाकुराहरू फुलिरहेछ आयो के चलाइरह्यो बुढोले यता पनि हिउँ अझै छ ल हिरायुनो मोरी हुन्छ नि ल यहाँ आउनु होला तर वेडिङ चाहिँ डेन्जर गर्नुपर्छ यहाँ चाहिँ अझै हिउँ चाहिँ पग्लेछ नि यार यत्रो खतरा पर्दो रहेछ यहाँ हिउँ आज भोकै हिँडिरहेको छ के खाने होला आज नकम्बिनी छ कम्बिनीको भात पनि खानु पाइला जस्तो 2 घन्टा बसेर त मरिन्छ नि यहाँ त्यो डाँडा हेर्दै फ्रेस भइरहेको छ खै गाडी चलाउनु है खानु मन लाग्छ मलाई नै खानु मन लाग्छ क्या ल यस्तो गरौँ नि टस ल भेनाखेरि ए दादाले गर्नु जुन पर्दैन त्यही भनेर भन्न यही निकालौँ ल ल यस्तो यहाँ देखिन्छ नि अनि यहाँ फाल्दियो नि देखिन्छ नि भनेर मसँग छ नि त पाइन हावाले हुन्छ यो ऊ हुन्छ र नेपाली है त दुई कि यता ल भन यो भन्नु न ल जानकी मन्दिर कि नेपालको जानकी मन्दिर हाल्दैन ल म जानकी मन्दिर ल मन्दिरलाई कहिले भुइँमा कि हातमा हातमा राख्नु न के पैसा खै क्यामेरामा देखाउनु पर्छ जानकी मन्दिर पऱ्यो परेन अब तिमीले ड्राइभ गर्न पर्यो नि त्यो जो पऱ्यो त्यो सिप भने होइन त्यो भने जानकी पर्यो भन्दा पनि फेरि त्यो गर्नु पऱ्यो नि त नि अनि म पऱ्यो म सेप भयो नि त सोल्टी पऱ्यो नि त अनि रुल चाहिँ अलिक यो के अरे अगाडिबाट चाहिँ अलिक किबेरु भएन क्या ल सोल्टी कहाँ चाँदोमा लाने लानु अनि त्यसपछि खानु होला कि ल निकाल्नु अनि त्यसपछि खानु होला कि त्यतिसम्म त गरिदिनु न मलाई ल त ड्राइभर म परेँ अब ब्लग चाहिँ अब नै हो कि आउन्न के खतरा आउँछ ल बिचको चाहिँ हुँदैन है दामी सिन बाटो भन है दामी सिन तपाईँलाई राम्रो लाग्यो सिन त्यहाँ ट्याक्क लगाएर यो राम्रो कहाँ सिन लाग्यो कति यो साङ्गाजु त 1 वर्ष हुन्छ 16,000 मात्र पुऱ्याएको थियो उसले 3 मान खटिसक्यो यो मङ्गोलिया कि सिङ्गापुरको यो ट्रेन है ट्रेन यामानी नोबन्दा देन्छ अब यो चाहिँ चढ्दैन अनि त्यो ट्रेन चाहिँ यो त सेफ्टी छ नि त अनि यहाँ बसेर खाने त्यो ट्रेनमा अनि खाने ठाउँ त धेरै छ हामीले किन उहाँ माथि लगेर नि अनि यहाँ त अनि त्यो हो नि त ल्योकान हो नि त यो ए ट्रेनभित्र सुत्ने यहाँ आज यतै बस्नु छोडी यहाँ चाहिँ के माछा पनि ठाउँ यो है खोला देखाइदिनु थियो कति पर्छ यो खोला छैन फोन है यही कुरा त होइन पहिरो सहिरो आयो होला कौजो गर्दैछ अरे कोजी कौजी कोजो त्यस्तै गर्दैछ अरे यो धेरै भयो 2-3 हप्ता भइसक्यो दिँदैन यहाँ बस्नु दिनुहुँदैन त्यसले कामै गरिदिनु भयो एप्लाईले गरिदिनु पर्यो पैसा पनि झर्नु पर्यो भिजा चलिसकेपछि त त्यहाँ अलि हामी जाने ठाउँमा त्यहाँ चाहिँ भिडियोहरू पाउँछ अरे हिँडेर आउनु पर्यो केही महिना दुःख गर्नु पर्यो त्योभन्दा अगाडि नै गाडी निकाल्न लाइसेन्स निकाल्नु भइहाल्यो भाइसेले निकाल्ने पनि त बस्ने ठाउँ त चाहियो नि त अनि त्यो गाडीमा कहाँ जानु सकिन्छ हुन्छ भनेको त्यो त हो साइकल यस्तो गाडीमा केही चलाउनु सक्लास म चाहिँ रनिङ बाटो देखाउँ है बाटो देखाउँ बाटो सिधै छ यार
हो दायाँमा कहीँ जानु पर्दैन कहीँ जानु पर्दैन त्यहाँबाट एउटा लेफ्ट हान्नुपर्छ त्यति है ढ्याङ साकुरा फलिरहेछ साकुरा चाकुरा अघि अनि त्यत्रो त यता आएपछि त अनि यही खोला त होला होइन अर्को छ त्यो यो चाहिँ यहाँबाट कता छ यो जङ्गली चाकुरा भएर होला कि राम्रै छ भइसक्यो है कति छिटो एसफर्ट हान्न अनि जातिहाल्छ नि हुन्छ यो त हिसासिपुरीमा काट्नु सिम्पली लाग्छ बुम बुम पार्नु ल यिनीहरूले चाहिँ बुढोहरू सबै रहेछ कस्तो दामी रहेछ पार अझै मजाले पार बुम सबको उयो के हो नेक्स्ट टेबलमा आयो हामी अब हामी पोइन्ट ठाउँ चाहिँ हो त्यहाँ हो है म त 1-2 महिना यतै बसेर आऊँ कि जस्तो भयो त यार कस्तो पिस छ आमामा यहाँ चाहिँ हिमाल छ यस्तो यस्तो कस्तो डाँडा छ अब जाँदैछु पौडिन यहाँ त फ्रीमा फुलै फुल फ्रीमा फुल गाह्रो त्यही बनाएर चाहिँ नि यहाँ झरनाको चिसो पानी सरर जाने जानी निउरेश्वर खानु भयो नि यहाँ चाहिँ तिम्रो होइन यो फन प्लान्ट आमामा यहाँ त खतरा रहेछ यार यहाँबाट गर्नु पर्यो यार कति धेरै यो स्टेप्स यार आमामा हेर त ओह स्टेप झर्नाहरू मान्छे म यहाँ आउँछ हामीमा ल हाम्रो यहाँ फुल हेर्न आयो हामी यो बाटोमा यस्तो दामी फुल माथि झर्ना ल खै यहाँनिर बस्नु न थाप्नु त यो तातो छ कि छैन आचुई आचुई ओए माटुको तातो यार को माचुई अन्त त आचुई ने खै यहाँ सुन्न हात धुनु न सोल्डी सोल्डी Essa. आज ये क्या आगे करा तो यहाँ साउन्ड न साउन्ड ने पानी लक्ष्य अनि चार्जर सोवाली छ त दुईरा राखिराख्नु एकछिन ओ गिरिसन म नि आउँछु नि यहाँ कोही कोही भने हामीलाई वेट गराएर आफू पनि सुतिराखेछ कतिखेर फर्किने म कहाँ वेट म चाहिँ वेट गरेको होला नि उहाँ पछाडि जनता पार्टीहरू चाहिँ पछाडि बसेर हो ए ब्रै खतरा उनीहरूलाई खतरा हामी चाहिँ 450 किलोमिटर त जानु छ उनीहरू आज आनन्द छ चिलसँग युक्कुरी हानिरहेछ पारो तातिसक्यो चिल हानेर बसिरहेछ म फेरि सुतेर गाइजहरू म चाहिँ एकछिन सुते रेस्ट नाइट गाइजहरू ढ्याक्क 9 बजे 3 मिनट छ होइन अझै 3 घन्टासम्म भन आज म एकदम दुःख भइरहेको छ मेरो दुईवटा मैले बिरामीले बोकेर आइरहेको छु एम्बुलेन्स भइरहेको छु ओ कस्तो
एक्सपेक्टेड के थियो एक्सपेक्टेसन भर्सेस रियालिटी जहिले यस्तै हुन्छ हेर यस्तो दामी दामी भ्लग बनाउँछु भने चाहिँ हामी ठाउँ त दामी थियो दिस नागानो है आइसक्यो नागानो नागानो त आइसक्यो अब गिफु छोडेर नागानो आइसक्यो नागानबाट चाहिँ अब म 2 घन्टामा त पुऱ्याइदिइहाल्छु नि 10, 11 साढे 2 घन्टा बाटो कस्तो छ अलि अगाडि निस्किनुमा भए दामी आउँथ्यो बाटो सही छ है बाटो यो ट्रकहरू आउनु पर्छ यस्तो बेलेर आउँछ बाटो गाडी 25 बजी जानुपर्छ आमा म त सुस्तुरी कुदेर छ भने 110-20 मिनट पुऱ्याइन्छ यस्तरी स्पिड चलाउनु हुन्न है अनि त्यतिकै त नर्मल स्पिड चलाउनु म एक्लै हुँदा मात्र अघि कुदाउने अन्त ट्याक्क 100 मेन्टेन गरेर चाहिँ धेरै गरेछ 110 गाडी प्रचण्डले उस के अरे रिबन काटेको नहुनु है केटा नेकपा माओवादी जिन्दाबाद प्रचण्डको लागि जस जे भयो नि काट्यो नि त रिबन अनि ती तपाईँलाई कस्तो लागिरहेको त आजको टुर रमाइलो भयो ठाउँ चाहिँ कस्तो लाग्यो रमाइलो पाँच चाहिँ पाँदै जस्तो बनाउने कि त्यो मान्छे अब त नागान झरेपछि त त्यही जस्तो छ नि ठुलो छ है नागान Win aja, win. ट्रेन खलासीमा भिडियो हिजो राति 2 बजे 3 बजे आएको आँखामा रातो भयो हेर्नै पाएन हिजो एन्डिङै गर्न पाएन ब्लग आज त म कामबाट एन्डिङ गर्दैछु विथ रूपाली दिदी चाउ गर्नु रूपाली दिदी के जाने ल हिजोको ब्लग आज एन्ड भयो त ल